नमस्कार म गंगा योन्जन तामाङ हो। घर मेरो सिन्धुपाल्चोक। हाल म अहिले बहुता आवास क्षेत्रमा बसोबास गरिरहेको छु। सानो व्यवसाय पनि छ। मैले चाहिँ मलाई चाहिँ विगतको लगभग लामो समय नै देखि नै मलाई एउटा समस्याहरू एउटा मात्र हैन दुई चारवटा समस्याले झेल्दै आइरहेको थियो। त्यो समस्यामा मलाई पहिलो नम्बर एउटा ग्यास्ट्रिक पनि हो, दोस्रो तपाईको एउटा पाइल्सको संकेत पनि भइसकेको हो, त्यसपछि मलाई एउटा लिभरको समस्या पनि भएको थियो हैन। अनि त्यो सँगसँगै मसँग चाहिँ त्यो चाहिँ ग्यास्ट्रिकले एकदमै वाकवाकी लाग्ने अनि खानेकुराहरू नपच्ने चिल्लोपनाहरू चाहिँ मलाई खानै नहुनेसम्म पनि भइसकेको थियो, एकदमै गाह्रो। अनि त्यो सँगसँगै मलाई पिनास पनि थियो। पिनासमा चाहिँ मैले धेरै जोड गरेँ। त्यो पिनास र ग्यास्ट्रिकलाई चाहिँ मैले कन्ट्रोल गर्नको लागि त्यो कन्ट्रोल गर्न पनि एकदमै सकिनँ लास्टमा। अनि त्यो सँगसँगै मलाई 74 सालको जुन खालको एउटा सामाजिक अभियन्ताको राजनीतिक ओदामा एउटा उम्मेदवार सँगसँगै त्यतिखेर म आफै पनि उम्मेदवार उठेको थिएँ। त्यो बेला चाहिँ मलाई एकदमै ग्यास्ट्रिकले चेपेर एकदमै मुटु दुखेर पोलेर पेट पोलेर तमाम नसकिकन घर दैलो तपाईँको एउटा अभियानको क्रममा मलाई हिँड्दाखेरि गाह्रो भएको थियो। त्यो सँगसँगै मलाई एकदमै वाकवाक लागेर छात्ने त्यस्तो खालको रातको चाहिँ तपाईँको 12 बजे पछाडि चाहिँ तपाईँ कहिले 1 बजे दुख्ने, कहिले चाहिँ तपाईँको 2 बजे दुख्ने, कहिले ठ्याक्कै 11 बजे दुख्ने। त्यो सँगसँगै म चाहिँ हस्पिटलको बेडमा चाहिँ म 3 पटकसम्म इमर्जेन्सी गइसकेको पनि थियो। त्यो सँगसँगै अनि त्यो भइसके पछाडि चाहिँ मैले चाहिँ साथीभाइ सर्कलबाट चाहिँ मैले एउटा संस्था भेटेँ। त्यो संस्थामा चाहिँ एउटा यो लिक्विड झोल रहेछ, यो झोल चाहिँ मैले सेवन गरेँ। यसले चाहिँ मलाई ग्यास्ट्रिक एकदमै निर्मूल गराए। अनि त्यसै कब्जियत भएर तपाईँको पाइल्सको संकेत भइसकेको थियो। अनि यसले त्यो पनि मेरो एकदमै निको भयो। अनि मलाई एउटा पिनासको समस्या थियो, पिनासमा पनि मैले एकदमै मलाई चाहिँ बिस्तारै निर्मूल हुँदै गयो। त्यस्तो खालको अवस्थाहरू पनि थियो। अनि मेरो चाहिँ महिनावारी गडबड पनि थियो, उमेरले गर्दा पनि होला, त्यतिखेर मेरो बच्चा पनि सानो थियो, एउटा धबेटी भएर होला, कामको व्यस्तको कारणले पनि होला। मैले चाहिँ त्यो बेला चाहिँ अब यसले चाहिँ महिनावारी गडबड हुने, एकदमै ढाड दुख्ने, तल्लो पेटहरू दुख्ने विविध खालको समस्याहरू थियो। त्यो समस्यालाई एकदमै यो लिक्विड झोलले चाहिँ मलाई चाहिँ एकदम निको बनायो। त्यो सँगसँगै अब निको भइसके पछाडि चाहिँ अब मैले चाहिँ पनि दिदीबहिनी जस्तो अनि दाजुभाइलाहरूलाई चाहिँ पाइल्स सम्बन्धित समस्याहरू छ भने हैन, ग्यास्ट्रिकको समस्या छ भने एकदमै प्रयोग गर्न म एकदमै अनुरोध गर्छु। महिला दिदीबहिनीहरूलाई भने चाहिँ महिला सम्बन्धित समस्याहरू तपाईँको यसले चाहिँ थाइरोइडदेखि तपाईँको चाहिँ क्यान्सरसम्म पनि तपाईँको यसले चाहिँ एकदमै निको पार्छ। हाम्रो चाहिँ मुखदेखि मलद्वारसम्मको ट्यागलाई चाहिँ यसले चाहिँ यो लिक्विड झोल सेवन गरिसकेपछि क्लिन्जिङ गर्छ। किनभनेदेखि जिउ त नुहाएर सफा हुन्छ, लुगा पनि नुहाएर सफा हुन्छ। तपाईँको चाहिँ बाइकहरू भयो, विभिन्न खालको गाडी चाहिँ सर्भिसिङ गरिन्छ भनेदेखि हाम्रो शरीरको भित्रीय अङ्गको सफाइ टक्सिन क्लिन्जिङ गरिँदैन। त्यसले गर्दाखेरि यो एउटा लिक्विड झोल प्रयोग गर्नुभयो भने शरीरभित्रको सबै डिटक्सहरू चाहिँ टक्सिनहरू चाहिँ यसले क्लिन्जिङ गर्छ। क्लिन्जिङ गरिसकेपछि तपाईँ हाम्रो चाहिँ किनभनेदेखि ग्यास्ट्रिक पनि मेरो भाग्यो, तपाईँको पाइल्स पनि भाग्यो, मेरो चाहिँ शरीरभित्रको जुन खालको पहिला चाया पोतोहरू पनि थियो, यसले यो सेवन गरिसकेपछि अटोमेटिक क्लिन्जिङ भइसकेपछि मेरो यो मुखमा चाहिँ अटोमेटिक आफै चमक्क बल्न थाल्यो। जस्तै झट्ट सोद्धाखेरि मान्छेले कति एज भयो भनेर सोध्नुहुन्छ, त्यो सबै हामी चाहिँ यो खालको यो लिक्विड प्रयोग गरिसकेपछि रगत शुद्ध भयो। त्यसपछि एकदम मुहारमा पनि चमक्क ल्याउने कारण पनि यसले हो। त्यो कारणले गर्दाखेरि तपाईँ हामीले चाहिँ सबैजनाले चाहिँ खोजी खोजी प्रयोग गरौँ। किनभने अगाडि रोग पालेर चाहिँ पछि तपाईँको अहिले 2-4 हजार 8-10 हजारको चाहिँ आफ्नो रोगलाई निर्मूल नगरिकन यसले यो प्रयोग नगरिकन बस्नुभयो भने पछि तपाईँको चाहिँ लाखौँ लाख खर्च हुन सकिन्छ, क्यान्सर हुन्छ। सँगसँगै तपाईँको विभिन्न खालको महिला सम्बन्धी पाठेघरको क्यान्सर हुन सक्छ। त्यो सँगसँगै तपाईँको विभिन्न भित्री अङ्गहरूमा चाहिँ किडनीसम्म पनि एउटा ड्यामेज हुन सक्छ। त्यो कारणले गर्दाखेरि यो लिक्विड झोल प्रयोग गर्नको लागि म एकदमै अनुरोध गर्छु। आम दिदीबहिनी नेपालीहरू तमाम सबैजनाले चाहिँ यो लिक्विड क्लोरोफिल प्रयोग गर्नको लागि म विनम्र अनुरोध गर्दै तपाईँहरूलाई 10 अम्ल बिम्दी जोड्छु। तपाईँहरू रोग नपाल्नुहोस्, तपाईँहरू सकेसम्म यो लिक्विड प्रयोग गर्नुहोस्। तपाईँहरू
बरु तपाईँहरू माछा मासु बरु कम गर्नुहोस्, फालफुलहरू बरु खानुको साटो फालफुलमा पनि अहिले तपाईँको विभिन्न खालको चाहिँ किनभने 12 महिना पाइरहेको हुन्छ फालफुलहरू। तपाईँको कुन मौसममा फल पाक्छ, केरा कुन मौसममा पाकिन्छ, स्याउ कुन समयमा मौसममा पाकिन्छ भन्ने कुरा थाहा नै हुँदैन। तपाईँको 12 महिना पाउने हुनाले त्यसलाई तपाईँको इन्जेक्सनद्वारा विभिन्न खालको विषादी प्रयोग गरेर तपाईँ 12 महिना पाउने हुनाले त्यो फालफुलले पनि तपाईँ हामीलाई चाहिँ एकदमै असर गरिरहेको हुन्छ। त्यो नखानुस् त भन्दिनँ, तर खानुस्, प्रयोग गर्नुहोस्। तर त्योभन्दा पनि माछा मासुलाई कम गरेर, जाँड रक्सीले कम गरेर चाहिँ यो चाहिँ प्रयोग गर्नुभयो भने तपाईँ हाम्रो आयु चाहिँ 5-10 वर्ष आयु चाहिँ पक्कै पनि बढ्छ। त्यो म एकदमै हृदयदेखि दिलदेखि नै तपाईँहरूलाई म भन्न चाहन्छु, तपाईँहरू पनि प्रयोग गर्नुहोस् र अरूलाई पनि, आफ्नो साथीभाइ, दिदीबहिनी, दाजुभाइलाई पनि समस्या छ भने प्रयोग गर्नको लागि एकदम अनुरोध गर्छु।